जन्मदेखि ठेगाना पुरै दिएको रहेछ भर त्यहाँ निकालेको छ तब हामीले त्यो फारम भरेको छ नि त्यो फारम त उहाँ पुग्दो रहेछ उनीहरूलाई थाहा छ त्यति बेला अनि त्यो फारमबाट निकालेर त बोलाउँदाखेरि डाक्टर लिम्सुदेनले यत्रो गुच्छा ठुलो गुच्छा लिएर हगी गरेर एकदमै दिँदाखेरि लिकिकाउले त्यति बेला क्राउन डायमन्ड थिए उहाँले थिए त्यति बेला हामीलाई बताउनु भयो कि हामीहरूले सजिलो कहाँ छ हाम्रो कान यताबाट समाउनु सजिलो छ या यताबाट यसो समाउनु सजिलो छ भनेर हामीलाई 20 मिनट जति उहाँले यो डेक्सनको बारेमा बताउनु भयो अनि त्यसपछि हामी सम्मान गरेर खाना खायौँ अनि बेलुका पुगेपछि हामी फेरि भेला भयौँ 4 जना पूर्णजी हजुर त परम बाठा मान्छे कति बेला भेटेर तपाईँको न्याकेमा दिदिनु भयो भन्नुभयो मैले छ अहिले सोच्छु त्यही ठ्याक्कै हो यिनीहरूले बुझेर मैले मे 30 तारिक दिएको थिएँ सर भने के भन्नुहुन्छ अनि भिड्से चाहिँ हाँस्नुभयो इजीका हाँसेर होइन कति बेला दिएको मे 30 तारिक त्यसले गर्दा डिएक्सन कम्पनीमा परिश्रम त्यसै खेर जाँदैन परिश्रम एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा ट्रान्सफर्मेसन भएर जान्छ ओके त्यसले गर्दा ट्रान्सफर्मेसन वर्किङ लाइफ डिएक्सनको चाहिँ सिद्धान्त चाहिँ काम गर्ने सर्ने हो सर्ने हो त्यसले गर्दाखेरि हामी अघि हेर्नुहोस् त किचनमा तपाईँको चाहिँ किचनको खाना प्रडक्टहरू चेन्ज गरेको बित्तिकै तपाईँको लाइफ चेन्ज भएन हो त्यसले गर्दाखेरि यो कुरा अनि यहाँलाई म एउटा कुरा भनेर म यहाँबाट बिदा हुन्छु तपाईँले बुझ्नुभएको छ हो डिएक्सन बुझ्नुभयो यस बुझे त त्यहाँ खडा गर्नुहोस् त बुझ्नुभयो छ डिएक्सनको प्रडक्टको बारेमा नलेज छ बुझ्नुभएको नोट डाउन गर्नुहोस् म हेर्छु म भन्छु बेवकुफ बनाउनु गर्न भन्नुहोस् है बुझ्नु भनेको जान्नु होइन बुझ्नु भनेको यदि मैले डिएक्सन बुझेको छु भने मेरो लाइफ स्टाइल चेन्ज हुनुपर्छ म परिवर्तन हुनुपर्छ कस्तो अनौठो कुरा गरेर दाइ भन्नुहोस् न हो यदि तपाईँले डिएक्सन कम्पनीको प्रडक्टको बारेमा नलेज छ सिस्टमको बारेमा नलेज छ पैसा कसरी हामीले चाहिँ प्राप्त गर्न सक्छौँ भन्ने नलेज छ भने तपाईँको जीवन परिवर्तन हुन्छ तपाईँको लाइफस्टाइल चेन्ज हुन्छ हो यही हो बुझ्नु भनेको यही हो डिएक्सन बुझ्नु भनेको यही हो लाइफस्टाइल चेन्ज गर्ने हो यसको लागि यो वन्डरफुल एकदमै इनोभेटिभ प्रोडक्टको लागि डाक्टर लिम्सुदेनलाई दिनमा 3 खेप होइन 1 खेप भए पनि ताली बजाउने छ।